Hello everyone, we are here in Chaura. यो चाहिँ सुर्खेतको पश्चिम सुर्खेत पर्छ हैन यो। हामी चाहिँ आज यसो के अरे हल्का फोटोसोट खिच्ने भनेर आइरा छौं। खासमा माइत आको यहाँ पछाडी मेरो बुढी हैगरा न। पछाडी चाहिँ साली मनसा साली। हामी चाहिँ उता के अरे यसो हामी चाहिँ आको 2-3 दिन भयो अनि अब यसो घरमै बसिरहेको थियौ। अब कति घरमा बस्नु भनेर यसो घुम्न आको क्या टक्क हेर्नु यहाँ पारी धान पनि कस्तो यो धानफल एकदम धेरै ठाउँमध्ये सुर्खेतको यो यहाँ नि पर्छ होला हैन। यहाँ मुनि टक्क यो कुलो गइराछ यहाँ कुलो कसरी देखिन यहाँ पछाडी कुलो देखिराछ। यहाँ कसैलाई धान हेर्न मन छ भने यहाँ नि हुन्छ होला लास्टै। हाम्रो यो उ चाहिँ घर चाहिँ उतातिर पर्छ यहाँ पछाडीतिर। हाम्रो चाहिँ गाउँमा चाहिँ यति धेरै ठुलो अझ फिल्ड त देख्नु भएको छ धानको चाहिँ यो त रोड देख्नु भएको छ आउनु होला साथीहरु। हामी जाँदै छौं धानको त वा धानको त पुरै छ लास्टै फल्न गयो है। हाम्रोतिर त खासै यस्तो फल्दैन है। हाम्रो गाउँमा त खासै रोप्दैनन्। हाम्रो गाउँ यतातिर रोप्छन्। मैले चाहिँ कहिले रोपेको छैन भनौँ न। हाम्रोतिर छरेर बुउँछन् क्या हैन। तर अनि काट्न पनि अस्ति काटिसक्यो होला। यहाँतिर जे होस् यस्तो हेर न बाबा प्रशस्त धानको त कुरै छैन बाप्रे बाप। यो केसको रुख हो र यो माथिको यो धैचाको रुख चाहिँ हो यो चाहिँ। ए धैचा यसले चाहिँ मल बनाउनको लागि किनकि बर्खा मान्छेले उ गर्न पाउँदैन नि त। किन मलहरु बनाउन प्रशस्त मलहरु चाहिँ पुग्दैन। त्यसैले नै मान्छेहरुले अनि धैचा छडेर अनि त्यसको उमालेर यसलाई फेरि मालेर मल गराउँछन् कि कुवाएर। त्यस्तो गराउँछन् मल अर्गानिक मल हो कि। ए उ त पारेको चाहिँ के हो यहाँ चौरै पर्छ कि यो चाहिँ छुट्टै हो। त्यो चाहिँ गाउँपालिका हो यो चाहिँ हैन। यसलाई गाउँपालिका भन्छ हैन। यसलाई चाहिँ नगरपालिकामा पर्छ कि यो। ए हो र भन पारी छुटछुटी हो। छुटछुटी हो यो। एकै ठाउँ नजिक भए पनि सिमाना फरक छ नि। सिमानामा पर्छ के भने। त्यहाँ भित्र खोलाले छुट्याछ कि जस्तो कस्तो। खोलाले सिमाना छुट्याछ। ए हो धान त मलाई मन पर्यो है धान लास्टै। यो त देखाउनु यो पुरै देखाउनु न ब्याकग्राउन्ड यो पुरै हेर्नु यो धान त यो ठुलो अझ धेरै त उहाँहरूले देख्नु पाएन कि साथीहरूले। हेर्नु त यो त थोरै हो कि यहाँभन्दा धेरै त देख्न बाँकी नै छ तपाईँहरूले। हामी चाहिँ फेरि देखाउने छौँ तपाईँलाई चाहिँ अलि अगाडि गइसकेपछि। मान्छेले काटिसकेको रहेछ नि त। मान्छेले आफ्नै हातले काटि पनि सकेको छ नि। हेर्नुहोस् काटेर एकदम राम्रो बनाइसकेको छ। किन आदि पाकेको छैन नि त्यो काटिसकेको छैन। फरक धान रोप्छन् न के हो हजुर धानकै फरक रोप्छन् कि के फरक हुन्छ कि धानको बिउ फरक हुन्छ सब फरक हुन्छ। मान्छेहरु पनि एकनासिका हुन्छन् साथीहरु भन्दिनुस् त। हो र फरक हुन्छ नि त्यसो है। हजुर वा पछाडी आँखाले भ्याइन्जेलसम्म जति नै छन् है। तपाईहरुले हाम्रो ठाउँमा आउनु भयो भने हैन सुर्खेत पश्चिममा आउनु भयो भने चाहिँ तपाईले चाहिँ आँखाले नभ्याउने चाहिँ यो जमिन पनि देख्न पाउनुहुन्छ। यो नि यो लगाएको धानको यो बारी देख्न तपाईलाई एकदम मुस्किल हुनेछ कि आफ्नो आँखाले भ्याउँदैन भने चाहिँ कति होला आफै मूल्याङ्कन गर्नु साथीहरु। हेर्नु तल पनि हेर्नु न तल खोला साइड पनि हेर्नु माथिदेखि जति छ नि धान त्यहाँभन्दा तल पनि त्यति धान छ कि हेर्नु न मान्छे। ओ माइ गॉड मलाई चाहिँ उता सुन्दर लाग्थ्यो तर यता आइसकेपछि यता झन् राम्रो रहेछ। वाह लास्टै मन पर्यो। उता भन्दा यता खतरा रहेछ हेर न चारैतिर। हो सूर्य अस्त आउन रहेछ। अब यो ठाउँको नाम पनि चौर हेर्दा पनि ठ्याक्कै चौर रहेछ पुरा हेर न समय छ हैन। सुन न अब म त पहिलोचोटि आएँ हैन यो ठाउँ। ल बुढी मलाई चाहिँ यो ठाउँको बारे केही बताइदियो नि त केही कुरा। यो ठाउँ चाहिँ पहिला चाहिँ एकदम माथि यो पुरै फार थियो। यो पहिला सुरुमा चाहिँ जंगल थियो कि एकदम हाम्रो बाजेको पालामा हाम्रो बुवाहरूको पालामा चाहिँ हैन यहाँ पुरै जंगल थियो कि यहाँ पुरै फाडा बनाएको हैन। पछि चाहिँ विशेष गरेर पछि चाहिँ मान्छेहरू अब विभिन्न ठाउँ नयाँ ठाउँबाट आयो नि जस्तै जुम्ला कालीकोटबाट आयो नि त मुकुदेखि आए जुनसुकै ठाउँदेखि आएर मान्छेले फाडेर बनाएको जग्गा हो चाहिँ पछि है। पहिला चाहिँ यहाँभन्दा माथि जग्गा त थियो तर यहाँसम्म चाहिँ जग्गा थिएन पहिला चाहिँ हैन। मान्छेहरूले भन्छन् कि यति राम्रो यस्तरी कति राम्रो जग्गा कसरी मिलायो भन्छन् कि तर चाहिँ फर्स्ट टाइम चाहिँ माथि चाहिँ जग्गा थियो तर यहाँसम्म चाहिँ थिएन कि यहाँ जङ्गल थियो भन्ने चाहिँ कुरा मैले सुनेको थिएँ है। आमाहरूले भनेको कुराहरू हजुरबाहरूले चाहिँ भन्नुभएको थियो कि आमाहरूलाई
आमाहरूले चाहिँ हामीलाई भन्नुभएको यो कुराहरू होइन तर यति सुन्दर छ यो गाउँमा आएपछि चाहिँ मान्छेले हरेक मान्छेले भन्नुहुन्छ कि यति राम्रो कसरी भयो यो गाउँ अनि भन्नुहुन्छ होइन त्यही त सुन न मैले यो कसरी भयो भने तिमीले अब ल कसरी भयो बताउनु त बताउ ल कसरी भयो भन्दाखेरि सुन न हजुर अनि उ त्यो मन्दिरको पनि के भन्थ्यो त पहिला क्या मन्दिर छ भन्थ्यो त्यसको बारेमा मन्दिरको विशेष कुरा त भन्छु पहिला चाहिँ अन्त गाउँबाट आएको मान्छेहरूले चाहिँ यहाँ चाहिँ अन्न फल्थेन नि त अरूको ठाउँमा चाहिँ बिउहरू चाहिँ लगाउँदाखेरि पनि हुन्थेन अरे त्यहाँ लगेर मान्छेले यो ठाउँको यो एरियाको हुन्छ नि यो चौरो भन्ने ठाउँको चाहिँ मान्छेहरूले यो हुन्छ नि यो धानको बिउ उकाएर लुगाउँदाखेरि त्यो ठाउँमा चाहिँ एकदम जस्तो बाना हुन्छ नि त जस्तै बोरामा हालेको बोरामा थियो डोकामा हालेको डोकाको ढुङ्गा भएको थियो अरे के त्यसपछि यो मान्छे यो गाउँको मान्छेहरूले त्यसपछि पूजा गर्न लाग्यो उहाँलाई के यो चाहिँ भैरन थाल भन्छ है हाम्रो ठाउँमा चाहिँ सबैको हुँदैन अहिले हामी त्यहाँ पनि जान्छौँ होइन त्यहाँ पनि जान्छौँ त्यहाँको डेकोरेसन त देखाउँछौँ यो ठाउँको मान्छेले कसरी सजाएर राखेको छ मन्दिरलाई चाहिँ कसरी सुन्दरताले भरेको छ भन्ने चाहिँ तपाईँलाई हामीले देखाउँदैछौँ साथीहरू तपाईँ चाहिँ एकदम हामी पख बिस्तारै आउने हेर कस्तो हतार गरेको हेर सूर्य पनि अस्ताउन लागिसकेको छ बेलुका अरे एकताल हेर हामी चाहिँ मन्दिरको नजिक आइसकेका छौँ साथीहरू हेर्न सक्नुहुन्छ तपाईँले पछाडि छ हैन हाम्रो घर चाहिँ उता पछाडि छ माथि छ हाम्रो चाहिँ यो हेर्नु यो फिल्डमा तपाईँ हेरिसक्नु धान हेर्नु पुरै यस्तो छ क्या धानको बारी पुरै बगैँचा नै छ त्यही त फाइनल हामी मन्दिर जान्छ भने तर मन्दिर जाने ठाउँ यस्तो रहेछ आजकल बाटो बिग्रेर हुँदा चाहिँ राम्रो हुन्छ बाटो अनि आजभोलि चाहिँ यो धान लगाएको छन् वरिपरि अनि त्यही भएर बाटो चाहिँ रहेनछ खासै चप्पल नलगा जुत्ता लगाएर अब त झन् जानै मिल्दैन जस यस्तो देखिन्छ यहाँको के भन्छ लोकेसन मन पर्यो चौरो बिहे गरेको यही फाइदा भयो एउटा त्यो राम्रो ऊ सिन हेर्न पायो भने क्या त्यही त बुढी गाउँ पनि राम्रो रहेछ बुढी पनि राम्रै गाउँ पनि झन् राम्रो फाइनल्ली हामी चाहिँ मन्दिरको ढोकामा आइसक्यौँ मन्दिरको ढोका गेट चाहिँ यस्तो रहेको छ हाम्रो बुढी र साले चाहिँ जाँदैछन् म चाहिँ पछाडि क्यामराम्यान ल यस्तो फुललाई के भन्छ अरे यहाँतिर हाम्रोतिर त कुकुवा भन्छन् कुकुवा सयपत्री नि भन्छन् भन न ल मन्दिर दर्शन गरेपछि मन्दिरमा केही बेर टिकटक बनायो ए हो र कुकुर काट्ने ठाउँ यो खस काट्ने ठाउँ हामी जन्मिँदाखेरि पनि यस्तै थियो कि अहिले हामी त्यत्रो भइसक्यो यस्तो सेको जस्तै हल्का फुल्का अलि हल्का भएको रहेछ तर मन्दिरमा चाहिँ हामी धेरै पछि आएको छौँ यहाँ के सफा गरेर के गरेर आगो बालेछ नि त त्यहाँ यो चाहिँ यो फ्लोर थियो सफा गर्नको लागि मन्दिरको लागि यो जलाएको रहेछ नि ए हो र अझ कति दिन पछि हामी दर्शन गऱ्यौँ मन्दिरलाई चाहिँ जय भगवान मैले दर्शन गरेँ त्यही हो मन्दिरबाट नै वरिपरि गाउँ देखिन्छ राम्रोसँग मन्दिर दर्शन गरेर बाहिर निस्किसकेको छौँ अब घरतिर जानु पर्यो बाटो लास्ट यहाँ अप्ठ्यारो छ पुरा पानी नै पानीको संसार भने जस्तै बाटो त्यही
लगाएको थियो। जस धानको राजा, धान फल्ने एकदम खतरा ठाउँ भनेर भन्दा नि हुन्छ। आउन